गुड इभिनिङ तपाईहरु सम्पूर्णलाई हार्दिक स्वागत छ। आजको क्लासमा हामीले बीबीएस फोर्थ इयरको इन्भेस्टमेन्ट अध्ययन गर्छौं र इन्भेस्टमेन्टको पनि एकदमै महत्त्वपूर्ण च्याप्टर सेक्युरिटी मार्केट हामीले पढ्छौं। यो सेक्युरिटी मार्केटलाई हामीले तुलनात्मक रूपमा अरु च्याप्टर भन्दा गाह्रो भन्छौं, किन भन्दा यसमा फर्मुलाहरु अलिकति दुई चारवटा बढी छन् अनि फर्मुला बढी छ भने अभ्यास गर्नु पर्यो हैन, मेहनत गर्नु पर्यो नि, त्यो भएर अलिकति गाह्रो भनिन्छ। यसलाई अरूले गाह्रो माने पनि तपाईले गाह्रो मान्नु हुँदैन। आजको क्लासमा यसको टर्मिनोलोजीहरुमा हामीले छलफल गर्छौं है। ठीक छ। अब हावा जाने लाइन जाने त्यस्तो हावा आउने लाइन जाने त्यस्तो छ भने पनि अब पछि रेकर्डेड हेर्ने। अनि कुरो के छ भने मेन कुरा के अब यसको टर्मिनोलोजी जसले बुझ्यो नि हिसाब उले बुझ्छ। त्यही भएर यसको फर्मुलाहरु बुझ्नु भन्दा पनि पहिला टर्म बुझ्नु आवश्यक छ। अब हिजो मैले अलिकति थोरै चाहिँ लङ पोजिसन र सर्ट पोजिसनको कुरा गरे, त्यसपछि त्यसको अतिरिक्त तपाईहरुलाई मैले अघिल्लो क्लासमा एमबीए मार्केट भ्यालु अफ एसेट्स या एसेट्स या भ्यालु अफ एसेट्स त्यसको कुरा मैले गरे। अब हामीले अब के गर्ने भने यसपछि आज चाहिँ टर्मिनोलोजीहरुको कुरा गर्छौं। हरेक टर्मको मिनिङ लङ पोजिसनमा र सर्ट पोजिसनमा फरक लाग्छ। अर्थ के जस्तो तपाईले इनिशियल मार्जिन भन्नुस्, मेन्टेनेन्स मार्जिन भन्नुस्, मार्जिन भन्नुस्, इक्विटी के हो, एसेट्स के हो हैन, मार्जिन कल रिक्वायर्ड भनेको के हो, यो सबै कुरा हामीले बुझ्यो भने त्यसपछि क्याल्कुलेसन यतिकै सहज भइहाल्छ। त्यसकारण यिनी जे जति कुराहरु छ नि हरेक कुरा लङ पोजिसन र सर्ट पोजिसनको लागि फरक अर्थ राख्छन् हरेक कुराले। त्यसकारण अब हामीले पहिला चाहिँ यिनी हरेक कुरालाई बुझ्नतिर लागौं है त। अब हरेक कुरालाई हामीले डिटेलमा बुझ्छौं। ल लेट्स स्टार्ट। पहिला चाहिँ अब कुरा सुरु गर्छौं लङ पोजिसनबाट एक्जाम्पलहरु बुझ्न प्रयास गर्ने है त। ल एकदमै ध्यान दिनुस्। अब हिजोको कुरा ठीक छ, त्यसको लागि तपाईले 1 देखि डेट पेज सम्म जग्गा छोड्नुस्। हिजोको लागि हिजो एमबीए लेखेको छौं, त्यसपछि फर्मुलाहरु लेख्नु पर्छ। त्यो फर्मुला लेख्नको लागि डेट पेज जति जग्गा छोड्ने 1.5 र त्यसपछि टर्मिनोलोजीहरुको कुरा गर्ने, यसलाई बुझ्ने। यो बुझिसकेपछि अनि फेरि फर्मुलाले टिप्छौं है त। ल ध्यान दिनु एकदमै जाँगर मानेर है। ल अब यहाँनेर टर्म के हो त टर्महरु के हुन् बुझ्ने। अनि टर्म पछि अब के गर्ने भने टर्म बुझिसकेपछि अब हामीले अनि लङ पोजिसनको लागि के हुन्छ यो र सर्ट पोजिसनको लागि के हुन्छ अब थाहा पाउने। ल पहिला टर्म लेख्नुस्, त्यसपछि फर लङ पोजिसन। पहिला लङ पोजिसनको लागि बुझौं। एउटा एक्जाम्पल सहित मजाले बुझ्ने। यो जसले बुझ्यो हिसाब उसले गर्छ। त्यसकारण एकदमै ध्यान दिनुस् है। ल हेर्नुस् टर्ममा एट फर्स्टमा तपाईले इनिशियल मार्जिन भनेर बुझ्नु पर्यो। इनिशियल मार्जिन ल तपाईहरुले मलाई भन्नुस् यो इनिशियल मार्जिन जसलाई हामीले आइएम ले जनाउँछौं, यो कुरा तपाईहरु मध्ये कति जनालाई थाहा छ? थाहा भएकोले मलाई थाहा छ भन्ने, थाहा जसलाई छ है, थाहा भएकोले मलाई थाहा छ भन्ने फास्ट। कसलाई थाहा छ यो कुरा? थाहा कसलाई छ? ल भन्नुस् फास्ट। इनिशियल मार्जिन कसलाई थाहा छ? ल शारदा काफ्लेलाई थाहा रहेछ। अरूलाई विकासलाई थाहा छ, कविलाई थाहा छ, ल लगायत केहीलाई थाहा छ र धेरैलाई थाहा छैन हैन। अब टेन्सन नलिने, अब थाहा हुन्छ। आफूले जम्मा गर्नुपर्ने हो, एकदम कुरा त्यही हो। आफूले कति जम्मा गर्ने भन्ने कुरा नै इनिशियल मार्जिन हो। ल यसलाई अब यसरी डिटेलमा बुझ्ने। ल हेर्नुस् अब यसको कुरा कस्तो छ भने तपाईले एउटा एक्जाम्पल है, तपाईले कुनै पनि स्टक किन्नको लागि जस्तो 1 लाख रुपैयाँको शेयर चाहिँ किन्ने भन्ने भयो। 1 लाख रुपैयाँ पर्ने है मार्केट भ्यालु के आजको दिनमा बजार मूल्य 1 लाख भएको कुनै पनि स्टक तपाईले किन्ने भन्ने निर्णय तपाईले गर्नुभयो। तपाईले यो निर्णय गर्नुभयो। अब यसपछि यो किन्नको लागि 1 लाखको स्टक किन्नको लागि तपाईले बैना स्वरूप
बैना त बुझ्नुहुन्छ नि हैन, हाम्रो नेपाली चलन चल्तीको भाषा बैना भनेको बुझ्नुहुन्छ नि हैन, नट सिस्टर, बैना भनेको हामीले एडभान्स कति पे गर्छौँ भन्ने कुरा हो, त्यस्तै गरी बुझ्दा भयो हो। त्यो स्वरूप सुरुमा तपाईँले कति चाहिँ जम्मा गर्नुपर्छ भन्ने कुरा चाहिँ इनिसियल मार्जिन हो। जस्तो उदाहरणको लागि 1 लाखको सेयर तपाईँले किन्दै हुनुहुन्छ, 1 लाख रुपियाँको सेयर तपाईँले किन्दै हुनुहुन्छ, यो 1 लाखको सेयर किन्दै गर्दा रुपियाँ 50,000 तपाईँले सुरुमा बैना बापत, यो बैना जसरी सुरुमा तपाईँले यदि जम्मा गर्नुपर्छ भने यसलाई चाहिँ हामीले के भन्ने त, इनिसियल मार्जिन भन्ने, इनिसियल मार्जिन भन्ने। अनि 50,000 तिरेर 1 लाखको सेयर किन्न पाइन्छ त? 50,000 तिरेर 1 लाखको सेयर किन्न पाइन्छ त? त्यो पाइँदैन। यो 50,000 तपाईँले तिर्नु हो, अब अरु 1 लाखको किन्दा 50,000 आफूले राख्नु हो, अरु 50,000 छ नि, यो 50,000 ब्रोकरले राखिदिन्छ। यो कसले राखिदिन्छ? यो ब्रोकरले राखिदिन्छ। अनि ब्रोकरले तपाईँलाई दिएको हो 50,000, ब्रोकरले तपाईँलाई ल किन्नुस् भनेर 50,000 दियो भने यो 50,000 तपाईँको लागि के हुन्छ? यो तपाईँको लागि लोन हुन्छ। कुरा बुझ्नु हो? यो तपाईँको लागि के भयो त? लोन भयो, लोन भयो। कुरा बुझ्नुस् है, कुरा बुझ्नुस्। अब यहाँनिरबाट ल भन्नुस् त पहिला, इनिसियल मार्जिन भनेको आफूले जम्मा गर्ने रहेछ, सुरुमा जम्मा गर्ने, आफूले सुरुमा यति जम्मा गरिसकेपछि अब बचेको चाहिँ ब्रोकरले लोन दिन्छ, लोनको सर्टेन इन्ट्रेस्ट हुन्छ, अनि चाहिँ यो बराबरको पैसा हाम्रो के रहेछ त, यो लोन भयो, यो चाहिँ इनिसियल मार्जिन रहेछ भन्ने कुरा तपाईँले बुझ्नु पर्यो सुरुमा। ल इनिसियल मार्जिन बुझ्नु हो लङ पोजिसनमा। सर्ट पोजिसनको कुरामा फेरि म सबैमा एकैपटक आउँछु। अहिले पहिला लङ पोजिसनको इनिसियल मार्जिन बुझ्नुभयो कि नै भन्नुहोस् सबैजनाले, सबैजनाले भन्नुहोस् है, सबैजनाले बुझ्नु हो? अब यो केसमा इनिसियल मार्जिन कति भयो त? इनिसियल मार्जिन इक्वल टु 50% भयो कि? इनिसियल मार्जिन कति भयो त? 50% इनिसियल मार्जिन भयो। यसरी इनिसियल मार्जिनलाई बुझ्ने, भोलि हामीलाई इनिसियल मार्जिन क्याल्कुलेसन गर्नु पर्ला, यिनी विभिन्न कुराहरू होलान्, या इनिसियल मार्जिन दिएर हामीले अरू केही कुराहरू क्याल्कुलेसन गर्नु पर्ला, जे भए तापनि कुरो बुझ्ने यति हो। इनिसियल मार्जिनको कुरा यति हो, सक्यो। अब यहाँनिर अब अर्को कुरा के बुझ्ने भने, अब यहाँनिर यो इनिसियल मार्जिन जुन भनेर हामीले 50,000 चाहिँ पहिला बैना दिएको छौँ। अब अर्को कुरा बुझ्ने, मार्जिन भनेर पनि कहिलेकाहीँ तपाईँहरू झुकिन सक्नुहुन्छ। मार्जिन, यो मार्जिन भनेको आफ्नो इन्भेस्टमेन्ट कति छ भन्ने कुरा हो। मार्जिन भनेको आफ्नो वास्तविक लगानी कति छ, आफ्नो वास्तविक लगानी कति छ भन्ने कुरा चाहिँ मार्जिन हो। यो चाहिँ अनिवार्य रूपमा राख्नै पर्यो, राख्नुपर्ने थियो र राखियो। 50,000 है, 50,000 राख्नुपर्ने थियो, राखियो। इनिसियल मार्जिनको कुरा भयो। अब यो चाहिँ के गर्ने भने, यो मार्जिन भनेको कस्तो भयो त? टोटल एसेट्स कति छ आज, अनि भोलि चाहिँ आफ्नो कति हो त्यो के अरे ऋण कति हो, डेट कति हो, त्यो घटाइसकेपछि जे आउँछ त्यही चाहिँ मार्जिन हो। सुरुको मार्जिन भनेर इनिसियल मार्जिन भयो, त्यसपछि पछि हुन चेन्ज पनि हुन सक्छ। जस्तो उदाहरणको लागि आज तपाईँले 1 लाखको सेयर किन्नु हो, भोलि त्यो बढेर 1,10,000 भयो। अब ब्रोकरले दिनुपर्ने त तपाईँले 50,000 मात्रै हो। ब्रोकरले त 50,000 को ऋण दिएको छ नि त, ब्रोकरलाई दिने तपाईँले 50,000 मात्रै हो। अब भनेपछि यहाँनिर रुपियाँ 60,000 भयो नि, हो यो त 60,000 तपाईँको मार्जिन हो। कहिलेकाहीँ यो घट्न पनि सक्छ, 90,000 भयो मूल्य, स्टक घट्यो, 50,000 त ब्रोकरलाई जसरी पनि तपाईँले दिनुपर्ने छ। यहाँनिर तपाईँको 40,000 के भयो त? मार्जिन भयो। बुझ्नु हो? 40,000 मार्जिन हो। भन्नुहोस् बुझ्नुभयो कि बुझ्नु भएन? मार्जिन भनेको र इनिसियल मार्जिन भनेको बुझ्नु हो? इनिसियल मार्जिन भनेको सुरुमा कति, अब मार्जिन भनेको त्यसपछि पनि कति 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 है त, भनेको भोलि पनि चेन्ज हुन सक्यो। मार्जिन चाहिँ इनिसियल मार्जिन चाहिँ अब सुरुमा हुने भएको हुनाले त्यो सुरुमै त के चेन्ज हुने हो र, सुरुमा केही चेन्ज हुँदैन। गट इट? कसैले टेन्सन छ? ल अब अर्को कुरा गर्ने, एक्चुअल मार्जिन है। अब चाहिँ एक्चुअल मार्जिन, ल यो मार्जिन बुझेपछि एक्चुअल मार्जिन, एक्चुअल मार्जिनलाई एएम ले जनाउँछौँ। एक्चुअल मार्जिन, अब हामीले 1 लाखको सेयर किन्यौँ,
50,000 आफ्नो लगानी थियो, 50,000 उसले के गरेको थियो त 50,000 चाहिँ उसले भोलि दिएको ऋणको स्वरूप भोलि चुक्ता गर्ने गरी हामीले 50,000 चाहिँ उसले लोन दिएको थियो। त्यसमा अरू केही थिएन कन्डिसन, इन्ट्रेस्ट यति तिर्नु होला र अब सर्टेन एउटा पिरियडमा चुक्ता गर्नु होला भनेर दिएको थियो। यो केसमा के हुन सक्छ भने जस्तो भोलि है एक्चुअल मार्जिन भनेको मार्जिन पर्सेन्टेज हो। अब भोलि चाहिँ जस्तो यसै गरी 90,000 यदि स्टकको मूल्य 90,000 भयो भने स्टकको मूल्य 1 लाखमा किनेको भोलि घटेर 90,000 हुँदा बित्तिकै 50,000 त उसलाई जसरी पनि दिनु पर्यो, ऋण ल्याएको हो, चुप्प लागेर तिर्नुको विकल्प छैन। आफ्नो भागमा कति पर्यो 40,000 पर्यो। आफ्नो भागमा त 40,000 पर्यो नि। आफ्नो भागमा परेको यो 40,000, आफ्नो भागमा परेको 40,000 भागा हाम्रो टोटल एसेट्स कति हो? टोटल एसेट्स भनेको त आज पहिला सेयर 1 लाखको किनेको, आज सेयर 90,000 को बाँकी छ भनेपछि 90,000 भयो नि। हो यो जति आउँछ यही हो एक्चुअल मार्जिन। एक्चुअल मार्जिन भनेको वास्तविक कति छ भन्ने कुरा हो। जस्तो हाम्रो टोटल एसेट्सको कति प्रतिशत चाहिँ हाम्रो भागको अंश छ, इन्भेस्टर्सको आफ्नो भागमा पर्ने अंश, आफ्नो भागको अंश कति हो भन्ने कुरा चाहिँ एक्चुअल मार्जिन हो। या आफ्नो भागको वास्तविक मूल्य यहाँनिर जसरी आफ्नो वास्तविक लगानी भन्यो नि, यही वास्तविक लगानीको प्रतिशत। अब हुन त हिजो 50,000 गरेको हो तर त मूल्य घट्यो भनेर ब्रोकरले म 5,000 घाटा बेहोर्छु तिमीले 5,000 मात्रै लगा भन्दैन। तिमीले त मलाई 50,000 मेरो चाहियो, तिम्रो जति छ तिमी बाँकी तिम्रो यो भन्ने हो। र ब्रोकरले तपाईँले फाइदा गरे पनि फाइदाको आफूले भाग लग्दैन। त्यसकारण अब यसरी चाहिँ एक्चुअल मार्जिनलाई बुझ्ने र हामीले एक्चुअल मार्जिन यसरी निकाल्ने। एक्चुअल मार्जिन बुझ्नुभयो? ल भन्नुहोस् भन्नुहोस् फास्ट। एक्चुअल मार्जिन बुझ्नुभयो? अब यो फर्मुला पछि निकाल्दा 40,000 भनेको हाम्रो कुरा हो। एमबिए माइनस लोन गरेर इक्विटी आयो, इक्विटी अपन यो भनेको एसेट्स हो, इक्विटी अपन एसेट्स गरेर एक्चुअल मार्जिन निकाल्छौँ। फर्मुलाको कुरा फेरि गर्छौँ, अहिले टेन्सन नलिनु, जस्ट बुझ्ने। ल एक्चुअल मार्जिन यो भयो। अब अर्को छ मेन्टेनेन्स मार्जिन। मेन्टेनेन्स मार्जिनलाई एमएम ले जनाउने है, मेन्टेनेन्स मार्जिनलाई एमएम ले जनाउने। अब यहाँनिर कस्तो हो भने जस्तो लगानी 1 लाखको सेयर किन्दै गर्दा तपाईँले कम्तीमा पनि यति प्रतिशत त तपाईँको आफ्नो पैसा हुनैपर्छ, ब्रोकरले योभन्दा बढी चाहिँ हालिदिँदैन भन्ने कुरा। जस्तो उदाहरणको लागि यदि नि मेन्टेनेन्स मार्जिन 25% छ भने, यदि मेन्टेनेन्स मार्जिन 25% थियो भने के हुन्थ्यो? यदि एमएम 25% थियो भने ब्रोकरले बढीमा कति ऋण दिन्थ्यो त? ब्रोकरले बढीमा 75% ऋण दिन्थ्यो या 75 भन्दा कम मात्रै ऋण दिन्थ्यो? 75 या 75 भन्दा कम ऋण दिन्थ्यो कि 75 भन्दा बढी यसले ऋण दिन्थेन। अब यो 25% त कम्तीमा पनि आफूले लगानी गर्नै पर्ने हो है, 25% आफूले लगानी गर्नै पर्ने हो। अब यो एक्चुअल मार्जिन र यो मेन्टेनेन्स मार्जिनको तुलना गरिन्छ। जस्तो उदाहरणको लागि ल ध्यान दिनुहोस्, एकदमै ध्यान दिनुहोस् है। अब यहाँनिर यस पछाडिको कुरा एउटा कुरा आउँछ, यो बडो महत्त्वपूर्ण कुरा छ। यो जसले बुझ्छ, बडो ज्ञानी मान्छेले मात्रै बुझ्छ यस्तो कुरा। ल ध्यान दिनुहोस्। अब अघि यहाँनिर मैले भनेको थिएँ 90,000 भयो भनेर। ल यो 90 भएन, कति भएछ त भन्दा 1 लाखमा किनेको सेयर 60,000 यसको मूल्य आएछ। ध्यान दिनुहोस् है, एकदमै कति आएछ? 60,000 यसको मूल्य आएछ, घट्यो 60,000 भयो। अब तपाईँले 1 लाखमा किन्नको लागि 50,000 ब्रोकरबाट ल्याउनु भएको थियो, आफूसँग 50,000 थियो र लगानी गरेर 1 लाख गरेर गरेको, तर ड्याङ्ग मूल्य घटेर त 60,000 मात्रै भयो। 1 लाखको लगानी 40,000 घाटा हो। 40,000 घाटा ब्रोकरको हो कि तपाईँको हो? 40,000 घाटा ब्रोकरको हो कि तपाईँको हो? त्यो 40,000 जुन घाटा लाग्यो त्यो घाटा कसलाई लागेको हो? त्यो त तपाईँलाई लाग्यो हो। अब यो केसमा नि यहाँनिर जुन 10,000 मात्रै बच्यो क्या आफ्नो भागमा 10,000 बच्यो। अब हेर्नुहोस् त, अब यस्तो खेल भयो कि जम्मा जम्मी 10,000 मात्रै आफ्नो भागमा बचेको छ। टोटल भ्यालु चाहिँ कति छ त एसेट्सको? 60,000। यो गर्दा कति प्रतिशत हुन्छ ल तपाईँले निकाल्नुहोस् न। यो गर्दा कति प्रतिशत हुन्छ? 10 आउट अफ 60 कति प्रतिशत भयो?
16.67 भयो कि भएन खै च्याट गरेको पर्व ल भयो ल भएछ ल भएछ अब यो 16.67% चाहिँ एक्चुअल मार्जिन भयो भने अब यदि मेन्टेनेन्स मार्जिन 25% छ अब यहाँनिर मेन्टेनेन्स मार्जिन 25 छ एक्चुअल मार्जिन 16.67 भयो अब यहाँनिर के हो अब ब्रोकरलाई रिस्क हुन्छ किन रिस्क हुन्छ यसरी स्टकको मूल्य घट्दै जाने हो भने यो जो इन्भेस्टर छ इन्भेस्टर्सले अनिवार्य रूपमा 25% चाहिँ 25% भनेको त्यो अहिले जति बजारमा मूल्य हुन्छ त्यो एमबीए बजारमा त्यो शेयरको मूल्य जति छ र शेयरको संख्यालाई गुणन गर्दा जति आउँछ एमबीए इन्टु एन गरेर के रे प्राइस इन्टु एन गरेर त्यो एमबीए को 25% कम्तीमा पनि इन्भेस्टर्सको इन्भेस्टमेन्ट हुनु पर्थ्यो तर यहाँनिर त जम्मै 16% मात्रै इन्भेस्टर्सको या तपाईको लगानी जम्मै 16.67% देखियो किनभने त्यो घाटा पनि तपाईले बेहोर्नु भयो अब पुरै अरु बचेको जुन छ यहाँनिर 83.33% त्यत्रो प्रतिशत लगानी त पुरै ब्रोकरको छ त्यहाँनिर किनभने आज ल घटेर 60 भइगयो 50,000 ब्रोकरको भने अब यहाँनिर 60,000 मा 50,000 जति आफ्नो हो 10,000 मात्रै छ त्यो पनि घट्यो भने त अनि ब्रोकरलाई नै चुन्छ अब यस्तो अवस्थामा के गर्छ त भने ब्रोकरले लगानीकर्ता तपाईको नाम आफ्नो सम्झिने अनि यदि मैले लगानीको गरेको भने भन्छ अब ब्रोकरले हेलो श्रवण सर के हो तपाईको तरिका आज त बजारको मूल्य त घट्यो तपाईको एमबीए त एकदमै घटेको छ 25% त एटलिस्ट तपाईले राख्नु पर्ने हो तर आजको तपाईको भ्यालु जति छ त्यसको 16% मात्रै तपाईको इक्विटी छ तपाईको भागको कुरा यसलाई थपेर 25 पुर्याउनुस् भन्छ ब्रोकरले फोन गरेर अनि मैले हस हजुर मैले कति पैसा हाल्नु पर्छ भनेर अनि मैले चाहिँ कोलेटरल राख्दिनु पर्यो कुरा बुझ्नु हो यहाँनिर अब जे कुरा यसरी थप्नुस् भने नि यो अहिले 25% राख्नु पर्ने हो 16.67 मात्रै छ अतिरिक्त अब यति रुपैयाँ चाहिँ एड गर्नु पर्यो किनभने यहाँनिर त कुरो मिलेन भन्यो भने त्यो कुरालाई भन्छौ मार्जिन कल गरेको या मार्जिन कल गरेको भनेको के हो भने कि अब यहाँ यो दुईटा विकल्प हुन्छ कि पैसा थप्नुहोस् भन्ने हो कि पैसा थप्नुहोस् अर्को विकल्प के छ त होइन भने तपाईको शेयर बेचेर मेरो 50,000 ल्याउनुस् भन्नु पर्यो ब्रोकरले नत्र त भोलि त्यो घट्यो भने त अनि ब्रोकर रोएर बस्नुको विकल्प छैन उले घरखेत बेचेर तिर्दैन हैन कि पैसा थप्नुहोस् कि शेयर बेच्नुहोस् कि शेयर बेच्नुहोस् कि पैसा थप्नुहोस् कि शेयर बेच्नुहोस् भनेर एकदमै के दिन्छ त चेतावनी दिन्छ हो यही कुरालाई मार्जिन कल गरेको भन्छ अनुरोध भने पनि भयो अनुरोध भनेर राम्रोसँग प्लिज भन्ने हैन अब त इमर्जेन्सी हो जसरी पनि गर्नुहोस् भन्ने हो त्यसकारण अब यसरी भन्ने कुरालाई मार्जिन कल भन्ने हो ल भन्नुस् अब तपाईले बुझ्नु भयो कि नै अरुको टेन्सन नलिने तपाईले आफूले बुझ्नु भयो ल भन्नुस् तपाईले बुझ्नु भयो कि नै मार्जिन कल गर्ने भनेको के रहेछ मार्जिन कल निकाल्नु भन्छ मार्जिन कल प्राइस निकाल्न सोध्छ अब मार्जिन कल प्राइस भनेको के हो भने यो वस्तुको मूल्य कति हुने बेला मार्जिन कल गर्नुपर्छ त त्यो भयो भन्दा बढी भयो मार्जिन कल गर्नु पर्दैन जस्तो उदाहरणको लागि ध्यान दिनुहोस् अझै म अब यसलाई यिनी यहाँनिर जति जति कुरा हामीले गर्यौं यो सबै कुरालाई एउटा सानो एक्जाम्पलबाट फेरि म तपाईलाई क्लियर गर्छु यो कुरा जसले बुझ्छ नि हिसाब त तपाईले चुड्कीको भरमा एउटा हिसाब गरे कुरा बुझ्नुहुन्छ ल ध्यान दिनुहोस् ल हेर्नुहोस् एकदमै है अहिले ध्यान मात्रै दिने अरु केही दिनु परेन तपाईले लगानी गर्न खोज्नु भएको छ 1 लाख 1 लाख यसमध्ये इनिशियल मार्जिन कति रहेछ त 50% रहेछ तपाईले 50% आफ्नो हाल्नु भएको छ यसको मिनिङ रुपैयाँ 50,000 तपाईले सुरुमा हाल्नु भयो अब 50,000 तपाईले हालिसकेपछि और यो चाहिँ इन्भेस्टर्सले अब अरु 50,000 कसले हाल्यो त अरु 50,000 चाहिँ ब्रोकरले हाल्यो यो ब्रोकरले तपाईलाई दिने भनेको लोन हो यसको तपाईले भोलि ब्याज तिर्नु पर्छ है ल यो हाल्यो अनि यो हालिसकेपछि अब बजार यहाँनिर तपाईले किन्नु भएको रहेछ 100 वटा शेयर 100 वटा शेयर किन्नु भएको छ है 1000 वटै भन्नुस् 100 वटै भन्दा 1000 वटा शेयर किन्नु भयो 1000 वटा शेयर किन्नु भएको थियो अब केही पिरियड पछि शेयरको मूल्य घट्यो
सेयरको मूल्य घटेर कति भएछ त 70 रुपैयाँ भएछ एउटा सेयरको मूल्य 70 रुपैयाँ हुँदा बित्तिकै तपाईसँग जम्मा जम्मी 1000 वटा सेयर हुन् इन्टु 70 गरेर अब 70,000 को पोर्टफोलियो भयो यो पोर्टफोलियो भन्नु र एमबीए भन्नु टोटल एसेट छन् एउटै हो यो एमबीए है ल अब चाहिँ 70,000 भयो 70,000 मध्ये खुरुक्क मेरो पैसा तिर भनेर ब्रोकरले माइनस ब्रोकरले दिएको लोन छ नि यो 50,000 त तपाईले तिर्नु पर्यो तपाईको हातमा बच्यो अब 20,000 मात्रै लगानीकर्ताको इन्भेस्टर्सको ओन्ली 20,000 मात्रै बच्यो तर कन्डिसन के छ भने यस्तोमा एउटा यस्तो रहेछ कन्डिसन ल इनिशियल मार्जिन छ नि के रे मेन्टेनेन्स मार्जिन चाहिँ 30% हुनै पर्ने भन्ने मान्यता रहेछ अब मेन्टेनेन्स मार्जिन 30% हुनै पर्ने हो भने अब हाम्रो अहिले एक्चुअल मार्जिन कति भयो त ल हेर्नुस् अब अहिलेको एक्चुअल मार्जिन हेर्ने एक्चुअल मार्जिन निकाल्नको लागि हामीले के गर्ने हो त ल हेर्नुस् हाम्रो भागको त जम्मै 20,000 बचेको छ 20,000 आजको मार्केट भ्यालु कति हो त जम्मा जम्मी 70,000 ल यो गर्दा कति प्रतिशत हुन्छ ल हेर्नुस् 28 पॉइंट कति 87 कि 23 कति हो भगवान 57 28.57% भयो ल ध्यान दिनुस् है अब हेर्नुस् यो कति भयो त 28.57% अब हामीलाई चाहिने त कम्तीमा पनि 30% चाहिने हो तर हेरेर त 28% हो ए भएन ल यो त तल घटे ल है लगानीकर्ता तपाईको नाम के हो ल हेलो सर म्याम ल तपाईको चाहिँ यहाँनिर मेन्टेनेन्स मार्जिन भन्दा पनि तल गइसकेको छ एक्चुअल मार्जिन तपाईले तुरुन्त के गर्नुस् त पैसा थप्नुहोस् भनेर अब पैसा थप्न लगाउँछ तपाईको अहिले 20,000 छ अब यहाँनिर मानौ न तपाईले 2,000 थप्दिनु भयो भने अब 22,000 भागा 70,000 गर्नुस् त कति हुँदो रहेछ 22,000 भागा 70,000 गर्दिनुस् कति हुन्छ 22,000 भागा 70,000 गर्नुस् कति हुन्छ कति हुँदो रहेछ 22 डिवाइडेड बाइ 70 यत्रो 1 घण्टा लाग्छ हेलो के गर्नुभएको छ छैन क्याल्कुलेटर तपाईसँग किन 1 घण्टा लाग्छ तपाईलाई 4th इयर पढ्ने मान्छेलाई एउटा हिसाब गर्न 22 भागा 70 गर्न बाबरे अर्कोले गर्ला भनेर खोइ यो को एकजना बाहेक अरूले तपाईको हातमा के दही जमाएर बस्नु भएको छ के गर्दै हुनुहुन्छ अहिले तपाईहरु सबैजनाले च्याट गर्नुस् के एक्जाम तपाईको साथीले दिने हो के हो समस्या अर्कोले गर्छ भनेर चुपचाप लागेर बस्ने 31.42% भयो ल अब यहाँनिर के भयो त ल अब चाहिँ ठीक भयो अब हेर्नुस् अब यो 2,000 रुपैयाँ थप्नको लागि अब के गर्नु पर्छ त ल पैसा थप भन्यो अब यो अघि 20,000 रुपैयाँ तपाईको हातमा पर्नको लागि एउटा शेयरको मूल्य 70 रुपैयाँ थियो घटेर 70 पुगेको थियो ल है अब यो 70 भनेको एउटा त्यस्तो प्राइस हो यो प्राइस भन्दा अझै तल गयो भने अब हुँदैन यो प्राइस भन्दा मूल्य घट्यो भने तपाईले मार्जिन एड गर्नुपर्छ भनेर जुन यो मूल्य हामीले थाहा पाउँछौं बजारमा ल है स्टकको मूल्य यति भयो यो मूल्य भन्दा तल जाँदा बित्तिकै ल मार्जिन तपाईको कोलेट्रल थप्नुस् यहाँनिर मार्जिन एड गर्नुस् मार्जिन कल गर्नु पर्यो भनेर भन्ने मूल्य नै मार्जिन कल प्राइस हो यतिसम्म तपाईले कुरा बुझ्ने अब यो कम्पेयर गर्छौं मेन्टेनेन्स मार्जिन र एक्चुअल मार्जिन हेरेर अनि मार्जिन कल रिक्वायर्ड कि नट रिक्वायर्ड भनेर अब जस्तो यो मेन्टेनेन्स मार्जिन छ नि र एक्चुअल मार्जिन हेर्ने मेन्टेनेन्स मार्जिन यदि एक्चुअल मार्जिन भन्दा थोरै छ भने यति बेला मार्जिन कल गर्नु परेन नो मार्जिन कल रिक्वायर्ड किनभने यो वास्तवमा चाहिने भन्दा बढी छ भने त किन मार्जिन कल गर्नु परेर हैन न्यूनतम चाहिने भन्दा अहिले बढी छ भने मार्जिन कल गर्नु परेन नो मार्जिन कल रिक्वायर्ड अब यदि चाहिँ मेन्टेनेन्स मार्जिन यो एक्चुअल मार्जिन भन्दा थोरै हुने भनेको केस जस्तो यता 28 छ यता 30% चाहिने हो वास्तवमा 28 छ भने त अब के गर्नु पर्दा मार्जिन कल रिक्वायर्ड भइहाल्यो है ल यस्तो कुरा भयो त्यसलाई तपाईले यसरी बुझ्नु पर्यो ल अब यति कुरा बुझेपछि यो थियो लङ पोजिसनको लागि अब सर्ट पोजिसनको लागि पनि ट्याक्क हामीले यही कुरा बुझ्ने हो यिनै कुरा फर सर्ट पोजिसन है यिनै कुरा छ नि अब सर्ट पोजिसनको लागि पनि हामीले बुझ्छौं
ल अब सर्ट पोजिसनको लागि हेर्नुहोस्, सर्ट पोजिसनको केस के छ भने सर्ट पोजिसनमा अलिकति कुरो फरक छ। सर्ट पोजिसनमा यसरी आफूले के गर्ने होइन त, ब्रोकरले पहिला चाहिँ किन्नको लागि होइन, सर्ट पोजिसनको त केस छुट्टै छ। सर्ट पोजिसनमा त पहिला बेच्ने हो। हिजो हामीले व्यापक रूपमा चर्चा गरेको छौँ, जसले त्यो हिजोको क्लास हेर्नु भएको छैन तपाईँको ग्रुपमा आइसकेको छन् भिडियोहरू, त्यो हेर्नु पर्यो भिडियो है। तपाईँहरू लाइभ क्लासमा जोइन भएकोले प्लस अरू त्यो जो अल्छी पार्टी अल्छीहरू हुनुहुन्छ उहाँहरू सबैले मजाले त्यो भिडियो हेर्ने र पढ्ने। अब सर्ट पोजिसनको कुरा के हुन्छ भने पहिला हामीले सेयर किन्ने हो, पहिला सेयर किन्ने हो। जब पहिला आफूले सेयर किन्दा कसरी किन्ने त भन्ने थाहा पाउनु पर्यो, कसरी किन्ने भन्ने थाहा पाउनु पर्यो। अब यसको लागि के हो भने जस्तो हामी तपाईँले 1 लाखको सेयर किन्दै हुनुहुन्छ, 1 लाखको सेयर किन्दै हुनुहुन्छ, 1 लाखको सेयर किन्दै गर्दा आफूसँग भएको बाबुले त छन् भएको बेच्ने भोलि उठाउने हो। जस्तो अब मसँग सेयर छैनन् तर मलाई XYZ कम्पनीको सेयर किन्न मन लाग्यो, अब मैले के भन्छु भने ब्रोकरसँग गएर ल साथी ल मलाई यो XYZ कम्पनीको 1000 किता सेयर मानौ न, अब एउटालाई 100 रुपियाँ पर्छ भने अहिले 100 रुपियाँको दरले मलाई दिनुहोस् भन्छु, मैले सापटी दिनुहोस् भन्छु उधारोमा, अनि यो मलाई सापटी दिनुहुन्छ। अनि सापटी दिइसकेपछि के हुन्छ थाहा छ, उहाँले मलाई सापटी दिनुहुन्छ। अब सापटी दिइसकेपछि एउटा कुरा के भन्नुहुन्छ भने ल यो 1 लाखको सेयर म तपाईँलाई सापटी दिन्छु, तर यो बापत तपाईँले धितो राख्नुपर्छ, रुपैयाँ 50,000 जति धितो राख्नुहोस् न भनेर उहाँले यति धितो राख्न लगाउनुहुन्छ, यति धितो राख्न लगाउनुहुन्छ। अनि हो यही पैसा हो इनिसियल मार्जिन, बुझ्नुभयो? इनिसियल मार्जिन भनेको यति रुपैयाँ राख्नुहोस्, 1 लाखको सेयर किन्दा 50,000 अतिरिक्त राख्नु पर्यो भने यो चाहिँ इनिसियल मार्जिन हो सर्ट पोजिसनमा। कुरा बुझ्नुभयो कि बुझ्नुभयो? ल भन्नुहोस्। लङ पोजिसनमा के थियो, 1 लाखको किन्दा 50,000 आफूले हाल्ने, 50,000 ऋण दिन्थ्यो कसले, ब्रोकरले। तर यहाँनिर 1 लाखको सेयर ब्रोकरले डल्लै 1 लाखको त दिइसक्यो, अतिरिक्त 50,000 तपाईँले त्यहाँ धितो राख्नु भएको छ। यसकारण सर्ट पोजिसनमा तपाईँको मार्केट भ्यालु अफ एसेट्स के हुँदैन त, 1 लाख मात्रै हुँदैन, 1 लाख रुपियाँको त तपाईँसँग अब सेयर छ, 1 लाखको त सेयर छ नि त तपाईँसँग, तपाईँले सेयर 1 लाखको दिइसक्यो, अनि 50,000 रुपियाँ त्यहाँनिर तपाईँले धितो बापत राख्नु भएको छ भनेपछि 1,50,000 चाहिँ तपाईँको टोटल एसेट्स भयो, अर्थात् मार्केट भ्यालु अफ एसेट्स तपाईँको यति भयो। हिजो लङ पोजिसनमा यस्तो होइन, लङ पोजिसनमा 1 लाख मध्ये 50,000 तपाईँको, 50,000 ऋण गरेर 1 लाख चाहिँ एमबिए हो। कुरा बुझ्नु हो? कुरा बुझ्नु हो? तपाईँले सोधेको के हो धन्दा, कुरा बुझियो कि नै? के छ ध्यान, बुझियो? ल बुझियो भने यो थियो, यही हो इनिसियल मार्जिन। अब यो कति प्रतिशत छ भन्ने कुरा नै इनिसियल मार्जिन हो। ल बुझ्ने। ल अब यसपछि के गर्ने भने अब यो चाहिँ त जम्मा जम्मी तपाईँको ब्रोकर खातामा चाहिँ 1,50,000 पैसा हुन्छ भन्ने कुरा थाहा पाउने। अब मार्जिन भनेको के हो ल हेर्नुहोस्, अब मार्जिन यहाँनिर मार्जिन भनेको के हो बुझ्ने। अब एउटा सर्टेन पिरियड पछि मैले तिम्रो सेयर दिन्छु भन्नुभएको छ, 1000 वटा सेयर किन्नु भएको रहेछ, 100 रुपियाँको दरले किन्नु भएको थियो किन्दा, तपाईँले एउटा सर्टेन पिरियड पछि त ब्रोकरलाई यो 1000 वटा सेयर ब्रोकरसँग सापटी ल्याएको फिर्ता गरिदिनु पर्यो। अनि भोलि 1000 वटा सेयर कति हुन्छ भोलिको मूल्य त्यतिमा किनेर तपाईँले फिर्ता गरिदिनु पर्यो। तपाईँसँग जम्मा जम्मी 1,50,000 रुपियाँ छ, या 1,50,000 को भ्यालु हो नि। अब भोलि तपाईँले 1000 × P1 गरेर यति पैसा तिरेर त्यो सेयर किनेर दिनुपर्छ। अनि यो गरेर आफूसँग जति बच्छ, बचेको पैसा, बचेको रकम, यही नै हो तपाईँको मार्जिन। बुझ्नुभयो? मार्जिन भनेको के रहेछ, ब्रोकरलाई भोलि ब्रोकरसँग सापटी ल्याए बराबरको सेयरहरू त्यति बेलाको मार्केट प्राइसमा किनेर फिर्ता गरिसकेपछि आफ्नो हातमा जति बच्यो त्यही चाहिँ हो मार्जिन। अनि यो 50,000 किन चाहिँ राख्न लगाएको रहेछ त, भोलि सेयरको मूल्य घट्यो, जस्तो यहाँनिर त 100 थियो पहिला, अब मानौ अब के अरे सर्ट पोजिसनमा त घटे फाइदा भयो, तर बढ्यो, ल एउटा सेयरको मूल्य 1,110 रुपियाँ भयो, 1000 वटा सेयरहरू हुन्। अब जम्मा जम्मी यहाँनिर त 1,10,000 रुपियाँ हालेर किन्नु पर्यो। हिजो तपाईँले 1000 वटा सेयर जुन ब्रोकरले तपाईँले उधारोमा दिएको थियो या सापटी दिएको थियो, त्यो सेयर चुक्ता गरिदिनको लागि तपाईँको 1,10,000 रुपियाँ खर्च भइरहेछ। हिजो 1 लाखमा किन्नुभयो, अब मूल्य बढ्यो भने त घाटा हुन्छ नि त सर्ट पोजिसनमा।
1,10,000 तिरेर त्यो फिर्ता गरिदिनुहुन्छ। अब 1,10,000 तिरेर फिर्ता गरिदिनुहुन्छ, तपाईसँग भएको पैसा त 1,50,000 हो। 1,50,000 बाट 1,10,000 घटाउँदा जति आयो यो पैसा चाहिँ तपाईको के हो त मार्जिन हो। कुरा बुझ्नु हो? कुरा बुझ्नु हो? सर्ट पोजिसनको मार्जिन, सर्ट पोजिसनको मार्जिन तपाईले बुझ्नुभयो? हेलो, तपाईले बुझ्नुभयो सर्ट पोजिसनको मार्जिन? जहाँ जति बेला हेर्दै हुनुहुन्छ त्यही तल च्याट गर्ने, कमेन्ट गर्ने, बुझ्नुभयो? ल अब के गर्ने भने यसपछि यो मार्जिन हो। अब एक्चुअल मार्जिन हेर्ने। अब एक्चुअल मार्जिन भनेको यो पर्सेन्टेज कति हो भन्ने कुरा हो एक्चुअल मार्जिन। अब हेर्नुस्, एक्चुअल मार्जिनमा तपाईको जम्मा जम्मै 40,000 बच्यो। आफ्नो हातमा त 40,000 बच्यो नि हैन, 40,000 बच्यो। जम्मा जम्मी आजको मार्केट भ्यालु अफ एसेट्स कति हो त? 1,10,000 हो हैन। यो तपाईको कति हो त? 1,10,000 चाहिँ सरी यहाँनिर चाहिँ लोन गर्ने हो। यहाँनिर लोन गर्ने हो सर्ट पोजिसनमा। लोन भनेको तपाईले ल्याएको अब यहाँ लोन कति छ भन्दा एमबीए माइनस के गर्ने त डेब्ट गर्ने, एमबीए माइनस डेब्ट गरेर अब यहाँ लोन कति हुन्छ अनि यो बराबरको अब एक्चुअल मार्जिन कति प्रतिशत हुन्छ यो गर्ने। यसको लागि फर्मुला त म लेखाउँछु, अपन लोन भनेर तपाईले गर्नुपर्ने हुन्छ है त। र लोन भनेर गर्नुपर्ने हुन्छ। अब लोनलाई चाहिँ तपाईले के बुझ्ने भने हिजो 1 लाख रुपैयाँ तिर्नु पर्ने थियो, 1 लाख रुपैयाँ सापडी ल्याएको हो, आज मूल्य बढेको कारणले 1,10,000 रुपैयाँ त तिर्नु पर्यो। यो लोन भनेको 1,10,000 को अब 40,000 भनेको कति प्रतिशत हुन्छ त्यो पैसा यहाँनिर आयो। कति प्रतिशत हुँदो रहेछ ल हेरौँ न। 1,10,000 को 40,000 भागा 1,10,000 गर्दा कति हो? 36.36 भएछ। ल अब यो 36.36% चाहिँ मार्जिन भयो। अब भोलि यो 1,10,000 भन्दा 1,20,000 भयो। 1,20,000 हुँदा कति आउँछ? ल यदि यो मूल्य बढ्यो 120 हुँदा बित्तिकै एक्चुअल मार्जिन के हुन्छ त अझै थोरै हुन्छ। मूल्य जति बढ्यो मार्जिन त्यति थोरै हुन्छ। जस्तो भोलि यो 120 भयो एउटा शेयरको मूल्य, 120 हुँदा बित्तिकै टोटल भ्यालु 1,20,000 भयो। अब 1,20,000 भयो भने 1,20,000 हुँदाखेरिको एक्चुअल मार्जिन कति हुन्छ? 40/1,20,000 गर्दा 30% भयो कि 33.33 भयो? 33.33 भयो होला। अब यति प्रतिशत चाहिँ मार्जिन हुँदो रहेछ भोलि हैन 120 हुँदा। त्यो भएर मूल्य जति बढ्छ मार्जिन त्यति घट्छ सर्ट पोजिसनमा है यो हुने। अनि मेन्टेनेन्स मार्जिनको कुरा सेम अनिवार्य राख्नु पर्ने। अब यहाँनिर एक्चुअल मार्जिन र मेन्टेनेन्स मार्जिन बीच कम्पेयर गर्ने हो। अनि यो धेरै हुँदा के गर्ने, थोरै हुँदा के गर्ने भन्ने। अब यो त अरु डिसिजन त सेम भइहाल्यो है त। ल यसरी चाहिँ हामीले कुरा बुझ्ने, यसरी बज्ने। अब अनि मार्जिन कल गर्नु पर्यो कि परेन भन्ने कुरा त अब मेन्टेनेन्स मार्जिन र एक्चुअल मार्जिन बीच कम्पेयर गर्ने। अब एक्चुअल मार्जिन भन्दा मेन्टेनेन्स मार्जिन थोरै छ भने पर्यो, धेरै छ भने परेन। ल यति कुरा तपाईले बुझ्नै हो। अब यो कुरालाई यो आजको क्लासलाई डिटेलमा तपाईले बुझ्नु पर्ने हुन्छ। यसलाई चाहिँ तपाईले एकदमै डिटेलमा बुझेपछि, डिटेलमा मजाले यसको कुराहरु बुझेपछि अनि भोलि अब हामीले हिसाब नै गर्ने नै हो। इनिशियल मार्जिन, एक्चुअल मार्जिन निकाल्छौं, मेन्टेनेन्स मार्जिन को युज गरेर मार्जिन कल प्राइस निकाल्छौं, त्यसको आधारमा डिसिजन दिन्छौं। यिनै हुन गर्ने सर्ट पोजिसनमा, लङ पोजिसनमा। यहाँ धेरै कुराहरु केही छैन, धेरै टेन्सन लिनुपर्ने विषयहरु केही छैन। अब यिनैमा आधारित रहेर हामीले छलफल गर्ने हो, अध्ययन गर्ने हो है। ल यही गर्ने हो। अब एकपटक मैले तपाईले के भने तपाईले यो एपमा भएको यिनी भिडियोहरु हेर्ने। जस्तो मोबाइल एप्लिकेसनमा गएर मोबाइल एप्लिकेसनमा जाने र मोबाइल एप्लिकेसनमा गएर यहाँनिर VBS 4th इयर को इन्भेस्टमेन्ट अन्तर्गत इन्भेस्टमेन्ट न्यू भित्र जाने र यहाँनिर मजाले यो सिक्युरिटी मार्केटको भिडियोहरु हेर्ने र अध्ययन अभ्यास गर्ने काम गर्नु पर्यो। अनि यसको अतिरिक्त अब यहाँनिर भोलि फेरि हामीले भोलिको क्लासमा फर्मुलाहरु लेख्छौं अनि क्याल्कुलेसन गर्छौं। अब क्याल्कुलेसनमा अहिले हामी भन्दा पनि यो फर्मुलाहरु चाहिँ यो च्याप्टरको सक्ने पहिला सरसर्ती सबै च्याप्टरहरुको कन्सेप्ट फर्मुला त्यसरी चाहिँ हामी जान्छौं। अनि पछाडी फेरि क्याल्कुलेसनको कुरा यापबाट तपाईले हेर्न सकिहाल्नुहुन्छ, त्यसमा टेन्सन हुँदैन। मेन चाहिँ कुरा बुझ्ने, बुद्धि बुझ्ने त्यो काम गर्ने है त। त्यसरी हामी जान्छौं। र जति जना अहिले पछाडी तपाईहरुले हेर्दै हुनुहुन्छ तपाईले टेन्सन नलिने। यो अघिल्लो क्लास पनि हेर्ने हिजोको र यो क्लास भयो यो सिक्युरिटी मार्केटको लागि। अनि यापमाबाट तिनी भिडियोहरु हेरेर तपाईले त्यहाँ चाहिँ हिसाबहरु प्र्याक्टिस गर्न सक्नुहुन्छ। बाँकी कुराहरु फेरि क्रमिक रूपमा निरन्तर रूपमा हामीले गर्दै जाने नै छौं। आजको लागि यति गर्छौं।
कन्सेप्टलाई चाहिँ क्लियर हुनुहोस् फर्मुला भोलि लेख्छौँ है त फर्मुला भोलि टिप्ने इक्जाम्पल सहित बुझ्ने प्रयास चाहिँ भोलि गर्छौँ है ल बाँकी कुरा फेरि गरौँला दिस वाज फर टुडे हेभ अ ग्रेट टाइम टेक केयर बाई बाई